दस 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 रेडी है हामी चाहिँ सब इन्जोय गरेर अहिले चाहिँ ब्याट केभ आएको छौँ चमेरा गुफा हैन भिजिट गर्न अनि यता चाहिँ सरहरू हुन्छ गुड मर्निङ सर गुड आफ्टरनुन है अनि अब चाहिँ हामी ब्याट केभ वा चमेरा गुफा घुम्न जाँदैछौँ यो पोखरा स्थित सबैभन्दा फेमस एउटा छुट्टै राज भएको जहाँ भित्र गयो भने तपाईँहरूले चमेरो देख्नुहुन्छ र त्यसै कारणले यसको नामै चमेरो गुफा राखेको छ र एकदमै ठुलो हल छ भित्र त्यहाँबाट हामी निस्किँदाखेरि चाहिँ फेरि ट्विस्ट छ लास्टसम्म हेर्नु होला लास्टसम्म हेर्दै जानु होला है निस्किँदाखेरि फेरि उहाँ हरि राणा भाइ कसरी निस्किनुहुन्छ आज ट्विस्ट त्यसैमा छ ओके खतरा छ त गुफा त लाइट बाल्नु पर्छ होला लाइटको लागि सबैले उज्यालो देखाउने गुरु पछाडि आउनु हुँदैछ कलेजमा मात्रै होइन मेरो गुफामा पनि मै हो लाइट लगाउने अहिले तल हेरेर पनि सर चमेरो गुफामा छौँ हामी ल हस् सर आजको ल खतरा छ त आजको हाम्रो यात्रा कस्तो हस् सर लाइट यता लाइट ए कसरी पत्ता लगाउनु भयो भन्ने कुरा चाहिँ हामीले हस् सर छिर्ने मान्छेहरूमध्ये हुनुहुँदो रहेछ यो चाहिँ केप छ पुरो अन्धार छ तल एकदम हेरेर हिँड्नुपर्ने हुन्छ हामीले ढुङ्गामा ठोक्यो भने फेरि है हस् सर तलवारको धारभन्दा अलिक तिखो चाहिँ हुन्छ तरुवालको धारमा ओ माइ गॉड क्या होगा सर म छिटो त छिर्छु नि एकदम छिटो आऊ त्यहाँ चाहिँ त्यसको भनाइ छ नि त काफी मान्छेहरू छिर्दैन रे काफी मान्छेहरू जति मोटो मान्छे छ त्यो छिर्न सक्छ होइन मैले तिमी अब साथी हो कि धन्दी हो त्यसलाई थाहा हुन्छ हस् सर के हो यो ल खतरै केप छ केपमै छौँ छ त एक पाइला फुकेर राख्नु परिरहेछ माथि पनि केही माथि पुरै चमेडाहरू छन् हजुरहरू हेर्न सक्नुहुन्छ भने र अगाडि चाहिँ हाम्रो सर हुनुहुन्छ एमडी सर हुनुहुन्छ कस्तो हुन्छ माथि कस्तो फिल हुँदैछ दोस्त हग्दिरह कस्तो फिल हुँदैछ दोस्त एकदम खतरा सर यहाँ टर्च बाल्दै हेर्नै पर्दैछ नि माथि पुरै चमेडाहरू छन् जस्तै हजुर हेर्न सक्नुहुन्छ पुरा चमेरा हामी अहिले टक्क यहाँ भेटाउँदैछौँ अहिले चाहिँ हामी फ्ल्याट एरियामा छौँ कि कब खतरा थियो अब हामी माथि जान सक्छौँ कि नै यहाँ सब हाम्रो छन् फोटो सेसन गरौँ अब चाहिँ हाम्रो फोटो सेक्सन छ र लास्टसम्म गेटबाट बाहिर हामी निस्किन सक्छौँ कि नै त्यो चाहिँ हेर्नु होला है पक्कै अब चाहिँ यहाँ फोटो सेक्सन हुन्छ हाम्रो यस सर चमेरा अहिले चाहिँ हामी फोटो खिचाएर फेरि मैले भोलि स्टार्ट गर्छु है त यहाँ चाहिँ फोटो सेक्सन भइरहेछ हाम्रो एमडी सर चाहिँ हाम्रो फोटो खिच्दै हुनुहुन्छ अनि यहाँ चक्कर आउने कस्तो अजिब फिल भइरहेछ यहाँ चाहिँ हाम्रो सेफ सर हुनुहुन्छ एकदम स्मेल टेरेबल आइरहेछ पुरा हजुर सर बिल्कुल सर यहाँ माथि पुरै चमेडाहरू छन् जस्तै हजुर हेर्न सक्नुहुन्छ पुरै होइन अहिले हामी सकेसम्म यो केप जसले फाइन्ड गरेको उहाँसँग पनि भेट्नेछौँ उहाँ माथि नै हुनुहुन्छ अरे उहाँसँग पनि भेट्नेछौँ अनि अहिले यो एन्डसम्म हेर्नु होला यो केपबाट म निकाल्न पाउँछु कि नै है त्यो एउटा धेरै हिम्मत चाहिन्छ भन्दै हुनुहुन्छ कतिजना उहाँ ननिस्केर फर्किँदै हुनुहुन्छ नसकेर अब हेर हामी निकाल्छौँ कि नै है त ल गाइज हामी चाहिँ अब यहाँदेखि निकाल्दैछौँ बाटो कस्तो हो कि ल कसम खतरा डेन्जर बाटो छ कि त्यट यता पनि के रहेछ अनि हामी हिँड्ने चाहिँ यता देखाउ त अफ गर्ने का यस सर आउँदैछौँ सर खतरा छ यहाँ बाटै देखिरहेको छैन बट वी आर ट्राई टु बेस्ट होइन के खतरा छ यहाँ हेर्नु न ल सरहरू पनि अगाडि हुनुहुन्छ ए हाम्रो क्यामेराम्यान हिमाल बन्द भएन यहाँदेखि थियो त अहिले पछि गर्नु हजुर हेर्न सक्नुहुन्छ केभ ओ माई गड ओ माई गुडनेस ओइ मा
कहीँ चिप्लिमला यार राम्रोसँग है चढ चढ सर चढ ओ माई गुडनेस खतरा छ यार उही आफ्नो सुरक्षा ओ मा के हो यस्तो खतरा ल खोइ खतरा पहिला छ ओ मा भन्दैन खतरा छिरेनौ छिरेनौ तिमी ए छिरेन नि रिटर्न हुँदैछन् है म चाहिँ छिर्छु आफ्नो फुल ट्राई गर्नु छिर्ने बट छिर्छु कि नै हेर्नु होला है माल चाहिँ अगाडि गए सरहरू पनि हुनुहुन्छ के यस्तो छ खै मान्छे जानु सकेको छैन म जान्छु कि नै तिमी त जसरी जाँदैन म जाँदैन जाँदैन जसरी तिमी छिर्नु नि यो क्यारी गर्नु इफ नभए त आगोबाट पास गरिहाल्नु सरले हामीलाई यति सपोर्ट गरे हामी छिरिहाल्छौँ Oh my God! हाम्रो सेक्सनको लाज गराउनु भएन ए सानोमा बहुत रुख चढायो दोस्त कस्तो कस्तो रुख त चढियो यति पहाड चढ्न के होला र बडो बडो जाम लगाउनु पर्यो के चढ्नु पर्यो चढ्नु लाइटले बोलाउन हान्न लाग्छ पानीको बोतल पनि रहेछ कसैले पानी प्यास लाग्यो भने खान सक्छौ बिस्तारै बिस्तारै हामी चढ्ने प्रयास गर्नेछौँ हजुर चिन्ता नगर्नु होला है चढ्छु म चढ्छु जीवन चढ्छौ चढ्छौ राजा आँखै तिर्मिँदैसक्यो लाइटले हाम्रो ह्यान्डसम एमडी सर चाहिँ उहाँ हुनुहुन्छ यहाँबाट माथि चाहिँ मोबाइल समातेर एक हातले चढ्न चाहिँ गाह्रो छ जस्तो लाग्यो मलाई त्यहाँ हेर्न सक्नुहुन्छ पुरा दुई हातले जाँदै हुनुहुन्छ म पनि दुई हातले जान्छु यहाँबाट अनि चढ्न सक्छु कि नै हजुरलाई यसपछि भन्छु है त चढ्न सकेँ कि नै त्यसपछि भन्छु चढिहाल्यो भने इफ त्यसको माथिबाट भन्छु नत्र भने अब रिटर्न जहाँदेखि आएको थियो त्यहीदेखि निकालेर जान्छु म है त बाइ द वे हिमालयमा सक्छौँ 90% कन्फिडेन्स 10% मलाई भगवान् पनि भरोसा छैन अब हेरौँ के हुन्छ के हो यस्तो ल यहाँदेखि हेर्नु न ल सर कति चढिराख्नु भएको छ हामी पनि चढिरहेको छौँ यस्ता पनि यस्तो छ यता पनि खतरा भइरहेको छ भने यी यता हिमालहरू पनि आउँदैछन् के छ हिमाल त सक्छौ त सक्छौ तिमी सक्छौ किन त्यो टेन्सन सकिन्छ खतरा छ कि हेर्नु न ल उनलाई पनि फलो गर्दैन होला अदब्य हस्पिटालिटी यस डर नमान न डर लागिरहेको छैन बट हेर्न सक्नुहुन्छ सिरपेज पुरै चढ्छ सर गाइज हामी चाहिँ यहाँ आधासम्म पुगिसकेछौँ 75% कम्प्लिट भइसकेछ बट अब बाँकी 25% अड्किन्न होला सर यदि बाटै देखिरहेको छैन कता कता हो यता यता केप छ पास भयो भने देखाउँछु नि त ओके गाइस अब चाहिँ यति बेला हाम्रो आजको विशेष स्टुडेन्टको आज यो चमेरो गुफा प्रवेश गर्ने कार्यक्रम रहेको छ यदि उहाँ पास हुनुभयो भने बाबु यो लाइट समाउ त एकछिन मेरो दुई हात यहाँ भयो कि म यहाँ खसिहाल्यो भने त खसिहाल्यो त यार ओके ल आगे बढो ओके देखो ये आदमी 120 केजी देखो भेज आएगा इसके अंदर रास्ता ही नहीं है
सानो लाइट देखिरहेछ माथिबाट आशाको किरण नै त्यहाँ आशाको किरण देखिरहेछ आशा किरण यो पछाडि पनि हुनुहुन्छ मान्छेहरू सिङ्गो हिमाललाई पनि हामी यहाँ भित्र प्रवेश गराउँदैछौँ ल गयो ल गयो गयो अरे आँखामा के गयो मेरो चस्मा लाउनु न ओके थ्याङ्क यू सो मच ल अब चाहिँ आउँदैछन् आजको विशेष 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 स्टुडेन्ट आजको यो चमेरो गुफा प्रवेश गर्ने विशेष टुरिस्टको रूपमा आउँदैछन् हरि राणा कालकेरा जियो रे बाहुबली कट्टापारा मारेको क्यारेक्टर पर्फेक्ट लुक पर्फेक्ट कालकेरा अब कौन बनेगा इधर बाहुबली ये बाहुबली सकिहालिन्छ ए ऊपर जा रहा है कटप्पा इधर ए जाओ 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 जल्दी 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 छिटो छिटो फास्ट फास्ट क्विक चलो 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 अरे छिटो गर केटा सेनापति अगाडि पछाडि छन् अरे भल्ला हाल देबे त ओके ल ल ल एकदम एकदम ल यो भाँचिन सक्छ बाबु भाँचिन सक्छ बिस्तारै टेक है सारा चट्टान खसेर आउन सक्छ बाबु बिस्तारै है त ल अब कालकेराको इन्ट्री भइसकेको छ कालके माथि देखाउने कि यहाँ आइरहेछ अर्कोलाई पठाउँछु म आइहाल्छु त तिमी जाऊ अब यो हिमाल यता ल एकछिन ल तिमी समात ल मोबाइल त्यहाँ मलाई दियो हामी चाहिँ म चाहिँ अब यहाँ 80% चढिसकेँ 20% चढ्छु कि नै अलायन्सको अहिलेसम्म कोही पनि फर्केको छैन है सिरबेसको बिस्तारै आउनु बिस्तारै यता चाहिँ साथीहरू पनि आउँदैछन् अब त्यसले त पुरै ब्लक गर्छ त्यो बाटो हुन्छ खुल्छ होला आशा छ छ तिमी माथि क्यामेरासँग हो मेरो माथि क्यामेराम्यान छन् माथि हो अनि मेरो क्यामेरासँग साथी सपोर्टमा अहिले त ल हुन्छ सर दस रेडी है हरि शेर तिम्रो लागि ताली बजिरह हरि झन्डो 1 घण्टा लाग्यो भने ल निस्किने ल हरिस गिभ अप नगरे सर स्पेस त छैन हरि